दर्शकवृन्द नमस्कार, म साजन कुमार। यस टुडे रियालिटी पोडकास्टमा आज हामी आएका छौँ प्रदेश लोकसेवा आयोग मध्य प्रदेशमा। मसँग धेरै साथीहरूले गुनासो गर्नुभएको थियो कि प्रदेश लोकसेवा आयोग मधेसले खास गरी स्वास्थ्यतर्फ विज्ञापन विगतको सालदेखि बन्द गरेको छ, या भनौँ न्यून मात्रामा विज्ञापन आइरहेका छन्। धेरै स्वास्थ्य पढेर बसिरहनु भएको साथीहरूको गुनासो व्यापक आइरहेको थियो। यही सम्बन्धी आज हामी प्रदेश लोकसेवा आयोगले कसरी काम गरिरहेका छन् र तपाईहरूको गुनासो र प्रश्नलाई समाधान गर्नको लागि आज हामीसँग हुनुहुन्छ प्रदेश लोकसेवा आयोग मध्य प्रदेशका अध्यक्ष शिवराम यादव सर। सबैभन्दा पहिला उहाँलाई स्वागत गरौँ। स्वागत सर तपाईँ कार्यक्रममा। हामी आजको यो कार्यक्रम स्टार्ट गरौँ। खास गरेर मधेस प्रदेश या भनौँ कुनै पनि लोकसेवाले विज्ञापन प्रक्रिया त्यसो कस्तो हुन्छ र कसरी गर्छन्? मध्य प्रदेश लोकसेवा, सङ्घीय लोकसेवा अथवा अन्य प्रदेशको लोकसेवा आयोगले हजुर आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्छ। कुन महिनामा उसले प्रतिशत निर्धारण गर्ने, कुन महिनामा लिखित परीक्षा सञ्चालन गर्ने, कुन महिनामा लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने, कुन महिनामा अन्तर्वार्ता लिएर कुन महिनामा सिफारिस गर्ने वार्षिक कार्यतालिका सार्वजनिक गरेको हुन्छ। त्यो वार्षिक कार्यतालिकाले नै बोल्छ सम्बन्धित निकायलाई यो बेलामा तपाईँले आफ्नो मागाकृति फारम प्रदेश लोकसेवा आयोगमा पठाइदिनुहोस्। मागाकृति फारम हामीसँग आइसकेपछि हामीले त्यसका प्रतिशत निर्धारण गर्छौँ। प्रतिशत निर्धारण भइसकेपछि विज्ञापन गर्छौँ। हामी विज्ञापनमै लिखित परीक्षादेखि लिएर लिखित परीक्षाको नतिजा प्रकाशनको कुराहरू पनि धेरै जसो आइसकेको हुन्छ। यही नै हो यसको नर्मल प्रोसेस, यही हो यसको। यसरी लोकसेवाले विज्ञापन गर्छन्। खास गरी नेपालमा अधिकांश प्रदेशहरूले आज स्वास्थ्यतर्फ हामी विशेष जोड दिएर कुरा गर्छौँ। अधिकांश प्रदेशहरूले स्वास्थ्यतर्फ चौथो पाँचौँमा विज्ञापन गर्ने गरेको छ होइन, या अन्यमा तर्फ पनि भनौँ होइन। तर मध्य प्रदेशले विगतको साल पनि भ्याकेन्सी अनाउन्स गरेर होइन, र त्योभन्दा अघिल्लो साल पनि गरेको थिएन। यो खास किन होला? कहाँ अब्स्टेकलहरू आइरहेको छ? हेर्नुहोस्, प्रदेश लोकसेवाको काम के हो भने जब सरकारले हामीसँग मागाकृति फारम पठाउँछ, सरकारले हामीलाई यति यो तह यो पद यो सेवा समूहको यति जनशक्ति हामीलाई सिफारिस गरेर पठाइदिनुहोस् भनेर सरकारले लोकसेवा आयोगलाई रिक्वेस्ट गर्ने हो, अनुरोध गर्ने हो। मतलब जुन निकायमा सिट खाली छ, जुन निकायमा दरबन्दी रिक्त छ त्यसको विवरण हामीलाई पठाउँछन्, प्रदेश लोकसेवा आयोगलाई पठाउँछ, त्यो पदपूर्तिको लागि पठाउँछ। अब तपाईँले अहिले कुरा गरिरहनु भयो, आएदेखि मैले तपाईँको पोडकास्ट सुरु हुने बित्तिकै तपाईँले स्वास्थ्य सेवाको कुरा गर्नुभएको छ। हजुर, त्यसमा चाहिँ म अलिकति फोकस गर्छु तपाईँलाई। स्वास्थ्य सेवाको हकमा यहाँ प्रादेशिक अस्पतालहरू छ। मलाई लाग्छ 8वटा जिल्लामा 8वटा प्रादेशिक अस्पताल छ, प्रयोगशाला छ, आपूर्ति विभाग छ, स्वास्थ्य मन्त्रालय छ, र अन्य स्वास्थ्यका निकायहरू पनि छन् प्रदेश स्तरको। त्यसपछि 136वटा स्थानीय तह छ। प्रत्येक तहमा स्वास्थ्य सेवा विभाग छ। त्यहाँ स्वास्थ्य चौकीहरू छन् वडा लेभलमा, प्राथमिक स्वास्थ्य केन्द्र छ, अनि त्यसपछि स्वास्थ्य सेवा केन्द्र भन्ने पनि छ। यो सबैमा स्वास्थ्य सेवाको जनशक्ति चाहिन्छ। त्यहाँ होला पनि कुनै ठाउँमा। अब त्यो स्वास्थ्य सेवाको जनशक्ति त्यहाँ छ भने त पदपूर्ति गर्ने कुरो भएन। तर रिक्त छ भने ती पदपूर्तिहरू स्थानीय सेवा गठन सञ्चालन ऐन 2081 पनि जारी भइसकेको छ। त्यो नियमित स्वास्थ्य सेवा दिने जो दरबन्दीहरू प्रदेश लोकसेवाको सिफारिसमा नियुक्ति हुनुपर्छ भन्ने कानुनी प्रावधान छ। अब माग फारमको कुरा गर्नुहुन्छ भने म आउने बित्तिकै स्थानीय सेवा गठन सञ्चालन ऐन जारी भएको थियो। जारी हुनासाथ मैले आफ्नो वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएको थिएँ। वार्षिक प्रतिवेदनमा मैले के भनेको थिएँ भने यो ऐनमा 136वटा तह छ र यो ऐनले नियम बनाउने अधिकार स्थानीय तहलाई दिएको छ। भनेपछि 136वटा स्थानीय तहले नियम बनाइदियो भने नियममा एकरूपता हुँदैन। अन्य प्रदेशले पनि के गरेको छ भने नियावली जारी गर्ने काम प्रदेश सरकारले गरिदिएको छ। मैले के भनेको थिएँ भने यो जुन स्थानीय तहलाई नियम बनाउने अधिकार दिएको छ त्यसलाई संशोधन गरेर प्रदेश सरकारले नियावली जारी गरिदिनु पर्यो। त्यो चाहिँ एकरूपता हुन्छ र आयोगलाई पदपूर्तिको काम गर्न सहज हुन्छ। पहिलो कुरा मेरो त्यो थियो। अहिलेसम्म त्यो नियावली जारी भएको अवस्था छैन। यसका लागि पटक पटक मैले सरकारलाई, सरोकारवालालाई भन्दै आएको छु।
तपाईको मिडिया मार्फत म विनम्र आग्रह गर्न चाहन्छु, यो जुन स्थानीय सेवा गठन सञ्चालन ऐन हो यसको पूर्ण रूपमा कार्यान्वयनको लागि न्यायावली आवश्यक छ। जति छिटो सकिन्छ त्यति छिटो न्यायावलीलाई हामीले तयार गरौँ र त्यसलाई प्रदेश लोकसेवा आयोगलाई आफ्नो कामलाई सहजीकरण गरिदिउँ। एउटा तपाईको मिडिया मार्फत त्यो अनुरोध गर्न चाहे। अर्को के छ भने जबसम्म हामीसँग उत्कृष्ट जनशक्ति हुँदैन तबसम्म हामीले समृद्धिको अपेक्षा गर्न सक्दैनौँ र उत्कृष्ट जनशक्तिको लागि प्रतिस्पर्धा हुनै पर्दछ। त्यो सर्वमान्य मान्यता छ, प्राकृतिक नियमको सिद्धान्त पनि त्यही छ। अब प्रदेशहरूलाई मैले के अरे स्थानीय तहहरूलाई मैले तपाईहरू आफ्नो माग फारम पठाउनुहोस् भनेर सुरुमा चिठी लेखेर रिक्वेस्ट गरेँ। हजुर, आएन यो माग फारम है। अनि त्यसपछि मैले स्थानीय तहहरूलाई फोन गरेर भने तपाईँ आफ्नो माग फारम पठाइदिनुहोस्। तैपनि माग फारम आएन। नआएपछि अनि त्यसपछि चाहिँ नि हरेक पालिकाको लागि कन्ट्याक्ट अफिसर तोकेँ मैले। कन्ट्याक्ट अफिसरसँग कन्ट्याक्ट गर्न लगाएँ। अनि त्यसपछि चाहिँ नि कस्तो खालको माग फारम हुनुपर्छ भनेर त्यसको ढाँचा नै निर्माण गरिकन पठाएँ मैले। तैपनि आएन। नआएपछि प्रत्येक पालिकामा मान्छे पठाएँ मैले, 2-2टा मान्छे यहाँबाट पठाएको छु हरेक पालिकामा। तैपनि माग फारम आएन। आजको स्टेजमा आउनुहुन्छ भने हामीसँग जम्मा 136वटा पालिका छ। यो मेरो समग्र प्रयासका बावजुद 82वटा पालिकाबाट माग फारम आएको छ र 1600 पदको माग फारम आएको छ। त्यो पदमा पनि धेरै त्रुटिहरू थियो। आयोगको कर्मचारीहरू अहोरात्र खटेर त्यो सबै त्रुटिहरूलाई सच्याउँदै त्यसबाट चाहिँ नि हामीले 266 पदको 9th लेभल र 7th लेभलको त विज्ञापनै गरिसक्यौँ। हजुर, 5औं तह र 4थो तहको विज्ञापन गर्दाखेरि थोरै कानुनी जटिलताहरू छ। त्यसलाई व्यवस्थित गर्दै अब निकट भविष्यमा जति छिटो सकिन्छ त्यति छिटो हामी 800 5औं तहको पदको विज्ञापन गर्ने क्रममा छौँ र यो महिनाको मसान्तसम्ममा 24 गतेसम्ममा अर्को 800 को हामीले विज्ञापन गर्छौँ। भन्दाखेरि आयोगमा म आएको भदौ 1 गतेदेखि मैले आफ्नो कार्यभार लगभग 18 महिना तपाईँ 18 महिनाको। हजुर, भदौदेखि सम्हाले भनेपछि आसिन कार्तिक मङ्सिर पुस भने 16 महिनाको मेरो टिओआर हो। यो 16 महिनामा तपाईँको सुरुमा आउँदाखेरि 77 78 78 79 79 80 80 81 81 82 यी आर्थिक वर्षका विज्ञापनहरू भएका थिए। कतिपयको उत्तर पुस्तिका परीक्षण हुन बाँकी थियो, नतिजा प्रकाशन भएका थिएन, अन्तर्वार्ता लिएको थियो, सिफारिस हुन बाँकी थियो, कतिपयको के अरे पाठ्यक्रम नै निर्माण भएको थिएन। त्यस्तो जटिल अवस्थामा यो आयोग थियो। हजुर, आयोगको हरेक कर्मचारी आएका पदाधिकारीहरू रात दिन अहोरात्र खटेर त्यो सबै चिजलाई व्यवस्थित गर्दै रीतपूर्वक सङ्घीय लोकसेवा आयोगको जुन नर्म्स र भ्यालु छ त्यो भित्र बसेर 1150 जति जनशक्ति प्रदेश सरकारलाई हामीले यहाँबाट सिफारिस गरिसकेका छौँ। अब अहिलेसम्मको विज्ञापनको सङ्ख्या अहिलेसम्म हामीले जम्मा 563वटा पदको विज्ञापन गरिसकेका छौँ। यो 1-2 दिनभित्र थप 800 को विज्ञापन गर्ने क्रममा छौँ र यो महिनाको लास्टसम्ममा हामीले अर्को 800 को विज्ञापन गर्छौँ। भनेपछि 2200 को विज्ञापन हामीले यो वर्ष गर्छौँ। हामीसँग जति माग फारम प्राप्त हुन्छ त्यतिको मात्र विज्ञापन गर्न सक्छौँ, त्यसभन्दा गर्न सक्दैनौँ। त हामीलाई जम्मा प्राप्त भएकै 2200 माग फारम हो। त्यसमा पनि तपाईँलाई सुनाऊ 300-400 माग फारम त्रुटिपूर्ण थियो। त्यसलाई हामीले आफै गएर सबै ठाउँबाट सच्याएर ल्याएर आजको दिनमा चाहिँ नि हामी यो 2200 को विज्ञापन गर्ने अवस्थामा छौँ। त्यसमा चाहिँ नि 600 को हामीले गरिसक्यौँ। 800 को अब यो मलाई लाग्छ 2-4 दिनभित्र हामीले विज्ञापन गर्छौँ। त्यसको आयोगले एउटा सूचना पनि जारी गरेको छ। यसमा केही कठिन कानुनी जटिलता छ, त्यसकारण विज्ञापन हुन सकेको छैन। त्यसको पनि मलाई लाग्छ 2-4 दिनभित्र हामीले त्यो विज्ञापन गर्छौँ र थप 800 को विज्ञापन अब चाहिँ नि माघ मसान्तको त्यो माघको 24 गते भनौँ, तर माघ मसान्तभित्र त्यो विज्ञापन हुन्छ। चौथो तहको विज्ञापनमा पनि के छ भने कानुनमा के त्रुटि गरिदियो भने हामीले पद पूर्ति गर्दाखेरि दुई तरिकाले गर्छौँ। एउटा भरुवाको तरिकाले गर्छौँ, अर्को खुल्लाको तरिकाले गर्छौँ। खुल्लाको योग्यताहरू कानुनले तोक्दियो, बरुवाको योग्यता तोकेन। अब चौथो तहको बरुवामा को उम्मेदवार हुने भन्ने कुरा यो कानुनी ग्याप क्लियर छैन। भनेपछि आयोगले बरुवाको विज्ञापन गर्न सक्दैन, आयोग खुल्लाको विज्ञापनमा जान्छ। यसरी गर्दाखेरि हामी चाहिँ नि हामी कहाँ प्राप्त भएको माग आकृति फारम जम्मा 2200 को हो। 2200 को चाहिँ नि हामीले विज्ञापन यो माघको मसान्तसम्म गरिसक्छौँ। त्यसमा 600 को गरिदिइसक्यौँ हामीले। 800 को 2-3 दिनभित्र गर्ने क्रममा छौँ र थप 800 को जुन वार्षिक कार्यतालिका छ त्यो बमोजिम माघको 24 गते त्यसको विज्ञापन हुन्छ। आयोगले आफ्नो ऱ्यापिड एक्सन प्लान बनाएर काम गरिरहेको छ र लोकसेवा आयोगको जुन निष्पक्ष, स्वच्छ र मर्यादित परीक्षा छ त्यो लिएर त्यो प्रिन्सिपलमा अडिग भएर काम गरिरहेको अवस्था छ।
जसरी लोकसेवाले वार्षिक तालिका निकाल्छन् होइन, वार्षिक तालिका निकालिसकेपछि विद्यार्थीहरूमा एउटा होप आउँछ कि अब यो पालि हामीले लोकसेवा दिने पायो भनेर। तर जब भ्याकेन्सी एनाउन्स गर्छ तब केही पदहरू रिक्त हुन्, मतलब त्यो हुँदैन, भ्याकेन्सी त्यसो हुँदैन, मतलब हुँदैन। जसरी स्वास्थ्यको कुरा गरौँ, मतलब यो समस्या किन आएको हो भने जसरी पालिकाबाट या कुनै निकायबाट उनीहरू माग फारम बुझाउँदैन यहाँ आएर लोकसेवामा। अब त्यो बुझाएन भने तैपनि उनीहरू आफै त्यो करारमा नियुक्ति गरिरहेका हुन्छन् होइन। अब त्यो करारमा नियुक्ति गरिरहँदा प्रदेश लोकसेवालाई किन माग फारम बुझाउँदैन? होइन, त्यो प्रष्ट कुरा के छ भने यसमा चाहिँ म तपाईँलाई भनौँ, केही दिन पहिले स्वास्थ्य सेवाका विद्यार्थीहरू जो उम्मेदवार सम्भावित उम्मेदवार छन् विज्ञापनका लागि, तिनीहरूले नारा जुलुस पनि गरेको थिए। प्रदेश लोकसेवा आयोग मुर्दाबाद भनेका थिए। मैले यहाँ बोलाएर उहाँहरूसँग कुरा पनि गरेको थिएँ। कतिपय चिज के छ भने थाहै नभइकन पनि त्यो विषयहरू, नारा जुलुसको विषयहरू आइरहन्छ। एक्चुअली के छ भने स्वास्थ्यको जहाँसम्म कुरो छ स्वास्थ्य मन्त्रालय छ। स्वास्थ्य मन्त्रालयले हामीलाई माग फारम पठाइदिएपछि हामीले तुरन्तका तुरन्त त्यसका विज्ञापन गर्छौँ र त्यसका पदपूर्ति गर्छौँ। अन्य प्रदेशहरूले आजै पनि, आजको दिनमा हेर्नु भने कोशी प्रदेशले, लुम्बिनी प्रदेशले, गण्डकी प्रदेशले, सुदूरपश्चिमले स्वास्थ्यको विज्ञापनहरू गरिरहेको छ। तर यहाँ स्वास्थ्य मन्त्रालयबाट हामी कहाँ माग फारम आइदिएन, स्वास्थ्य सेवाका माग फारम आइदिएन। म स्वास्थ्य मन्त्रालयलाई पनि तपाईँको मिडिया मार्फत विनम्र आग्रह गर्न चाहन्छु, तपाईँ आफ्नो स्वास्थ्यसँग सम्बन्धित जति संस्था छ, जति निकायहरू छ, तिनलाई त्यहाँ के छ, उसको दरबन्दीको अवस्था के छ, रिक्त पद कति छ अथवा पदपूर्ति भइसकेको पद कति छ, त्यो लिएर त्यसलाई जति छिटो सकिन्छ तपाईँ प्रदेश लोकसेवामा पठाइदिनुहोस्। प्रदेश लोकसेवा अलिकति पनि विलम्ब नगरिकन पदपूर्तिमा जान्छ। त्यो पदपूर्तिमा गयो भने मधेसका जुन हाम्रा पढिरहेका अथवा देशभरिका जुन पढिरहेका विद्यार्थीहरू छन् तिनले रोजगारीको अवसर पनि पाउँछ, त्यसले सेवा पनि दिन्छ र स्वास्थ्य त अत्यन्त संवेदनशील र गम्भीर सेवा हो, त्यसलाई हामीले टेवा पुर्याउँछौँ। त्यो हिसाबले चाहिँ मैले स्वास्थ्य मन्त्रालय इभन स्थानीय तहहरूलाई पनि सबैलाई भन्छु म, जति तपाईँहरूको रिक्त दरबन्दी छ, जुन दरबन्दी तपाईँले कानुन बनाउने करारमा पुरा गर्न सक्नुहुन्न त्यसलाई करारमा नराखिदिनुहोस्, तपाईँ लोकसेवा आयोगमा पठाइदिनुहोस्। लोकसेवा आयोगले तपाईँलाई सिफारिस गरिदिन्छ। र यो पनि तपाईँको मिडिया मार्फत भन्छु म, कानुनले नै प्रष्ट के भनिसकेको छ भने जो इलेक्ट्रिसियन छन्, जो प्लम्बर छन्, जो हल्का सवारी चालक छन्, जो कार्यालय सहयोगी छन्, यस्ता दरबन्दीहरू मात्र तपाईँले करारमा गर्नुहोला। बाँकी जुन नियमित सेवाका दरबन्दीहरू छ त्यो प्रदेश लोकसेवा आयोगको सिफारिसमा नियुक्ति गर्नुहोला भन्ने कानुनी प्रावधान छ। त्यस कारणले यसलाई मनन गरेर आफ्नो जनशक्ति व्यवस्थापनको काम गर्नुहोला, एकदमै म विनम्र आग्रह गर्न चाहन्छु। जसरी हाम्रो साथीहरूलाई अलिकति क्लियर गरिदिनु सर, यसमा जसरी त्यो स्वास्थ्य तर्फबाट त्यो तपाईँलाई यो स्वास्थ्य मन्त्रालयले पठाउने हो कि स्थानीय तल डाइरेक्ट पठाउन मिल्छ? दुईटा छ। प्रदेश सरकारको जति माग फारम छ स्वास्थ्य मन्त्रालय मार्फत आउँछ। प्रदेश सरकार अन्तर्गत, प्रदेश सरकार अन्तर्गत जस्तै प्रादेशिक अस्पताल भयो, प्रयोगशाला भयो, यिनीहरूको अब आपूर्ति विभाग छ भनेर सुन्छु म होइन। अन्य जे छ त्यो चाहिँ प्रदेश सरकार मार्फत आउँछ। प्रदेश सरकार भन्नाले प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय मार्फत आउँछ त्यो। अनि त्यसपछि जुन स्थानीय तह छ, स्थानीय तहको माग फारम डाइरेक्ट स्थानीय तहबाट हामी कहाँ आउँछ। त्यो चाहिँ नि स्थानीय तहबाट पनि त्यति माग फारम आएको देखिएन। अहिले हामीले भर्खर एउटा विज्ञापन गरेका छौँ, तपाईँले हेर्नुभयो भने चौथो तहको स्वास्थ्यमा प्रदेश सरकारबाट गरेका छौँ। त्यसमा 3वटा कोल्ड चेन असिस्टेन्ट हामी कहाँ मागै फारम 3वटा आयो त हामीले आयोगले कहाँबाट त्यसमा थपिदिन सक्छ? आयोगलाई माग फारम जति प्राप्त हुन्छ त्यति भ्याकेन्सी अनाउन्स गर्छ र त्यति देन एन्ड देयर पदपूर्ति गरिदिन्छ। हो, त्यसमा कतै आयोगलाई माग फारम आयो र आयोगले डिले गरिरहेको छ भने आयोगले त्यसको एकाउन्टेबिलिटी लिनुपर्छ। म आयोगको अध्यक्षको हैसियतले म त्यसको एकाउन्टेबिलिटी लिन्छु। तर कुनै पनि माग फारम यहाँ डिले भएको छैन, हुन नै हुँदैन। यदि माग फारम आएन भने पदहरू रिक्त छ होइन, माग फारम आएन भने त्यसले आयोगले त्यसमा के गर्न सक्छ? अब त्यसमा के छ भने म तपाईँलाई के इन्फर्मेसन दिन चाहन्छु भने म आएको यहाँ जम्मा 16 महिना भयो, अघि गनाइसकेँ मैले तपाईँलाई। त्यो 16 महिनामा मैले विगतको 5 वर्षको जे जति त्यो रीतपूर्वकको अधुरो कामहरू थियो त्यसलाई सम्पन्न गरेँ। अहिले यो विज्ञापनको टाइम हो, हाई टाइम हो यो विज्ञापनको टाइम हो। अहिले हामीले प्रदेशको 9th लेभलको विज्ञापन गरेका छौँ, 7th लेभलका विज्ञापन गरेका छौँ, 5th लेभलको गरेका छौँ, 4th लेभलको विज्ञापन गरेका छौँ र 42वटा वनरक्षकको पद आइसकेको छ हामी कहाँ। त्यसको चाहिँ नि फेरि यही महिनामा माघको मसान्ततिर हामीले त्यसका विज्ञापन गर्छौँ। प्रदेश सरकारको यो विज्ञापनहरू भएको छ। विज्ञापन हुनको लागि पद आउनु पर्यो, प्रतिशत निर्धारण हुनु पर्यो, त्यसपछि त्यसका कागजी प्रक्रियाहरू छ सबै पुरा हुनु पर्यो, सूचना तयारी गर्नु पर्यो, सूचना फेरि त्यतातिर जान्छ, गएपछि आइसकेपछि त्यसका आवेदन लिनु पर्यो, आवेदन एप्रुभ गराउनु पर्यो, परीक्षा लिनु पर्यो। भनेपछि यु क्यान इमेजिन द व्यस्तता कति होला आयोगसँग। एउटा त्यो प्रदेश लेभलको कुरो भयो। अनि स्थानीय तहबाट पनि जुन हामी कहाँ आयो, 9th लेभलको आयो, 7th लेभलको आयो, त्यसको विज्ञापन हामीले गरिसकेका छौँ। 5th लेभलको विज्ञापन हामी 2-4
3-4 दिनमा गर्ने क्रममा छौँ। अनि त्यसपछि 4th लेभलको माग मसान्ततिर गर्छौँ। जहाँसम्म तपाईँको कुरो थियो सर यसले मागै फारम पठाइदिएन भने के गर्न सकिन्छ? आयोगले कोर्सी पावर युज गर्न सक्दैन। सरकार यसमा चाहिँ नि सचेत, सरकार चाहिँ नि अलिकति यसमा एक्टिभ भइदिनुपर्छ। जस्तै प्रदेश सरकारले पनि एक्टिभ भइदिनुपर्छ, नागरिक समाज पनि थोरै एक्टिभ हुनुपर्छ जस्तो लाग्छ मलाई यसमा। र मिडियाका साथीहरू पनि एक्टिभ हुनुपर्छ। मिडियाका साथीहरूलाई पनि विनम्र आग्रह गर्न चाहन्छु, तपाईहरु प्रत्येक पालिकामा जानुस्, त्यहाँको प्रशासकीय अधिकृत र त्यहाँ मेयर साहबलाई यो कानुन देखाउनुस् र यो कानुनमा यसरी जब करारमा भर्ना नगर्ने लेखेको अवस्था रहेछ भनेपछि के हामीले त्यस्ता गरेका छौँ त? गरेका छौँ भने त्यसलाई किन हामीले त्यसलाई कन्टिन्युटी दिन्छौँ? प्रदेश लोकसेवा आयोग त्यहाँ छ, प्रदेश लोकसेवामा जनशक्ति छ, ऊ आफ्नो काम गरिरहेछ, माग फारम पठाइदिउँ न, त्यहाँबाट गरौँ न भनेर मिडियाका साथीहरूलाई पनि म के भन्छु भने तपाईहरु प्रत्येक पालिकामा गएर त्यहाँको जनशक्तिको अवस्था के छ त्यसको विवरण लिएर त्यसलाई चाहिँ नि अलिकति उहाँहरूलाई त्यो हिसाबले के गरिदिनु भयो भने माग फारमहरू छिटो आउँथ्यो कि र त्यसलाई हामीले अगाडि बढाउन सक्थ्यौँ कि जस्तो लाग्छ। त्यसकारणले गर्दा तपाईले सोधेको जुन मूल प्रश्न छ, जसले माग फारम पठाएन त्यसका उपायहरू के छन्? पहिलो उपाय लोकसेवा आयोगले निरीक्षण गर्छ। अब निरीक्षणमा जान अहिले हामीलाई टाइमले साथ दिइरहेको छैन। म तपाईलाई सुनाउँ, म आउँदाखेरि यहाँ जम्मा 15 जना थियौँ हामी, त्यसपछि जनशक्ति, त्यसपछि म आइसकेपछि यसका ओएनएम सदर गराएको छ, ओएनएम भयो, सदर भएको छ, अहिले हामीसँग चाहिने जनशक्ति भएको छ यहाँ। त त्यो जनशक्ति चाहिँ यो नियमित विज्ञापनको काममा लागिरहेको छ। हामी जम्मा 3 जना पदाधिकारी छौँ, त्यसमा 1 जना पदाधिकारी रिक्त छ। तपाईको मिडिया मार्फत सरकारलाई भन्न चाहन्छु म, जति छिटो सकिन्छ प्रदेश लोकसेवा आयोगको रिक्त पदाधिकारीको पूर्ति गरिदिनुस्। त्यो भएपछि आयोग फुल फ्लेजमा काम गर्न सक्छ। त हामी एउटा के भने हामी निरीक्षण गर्न सक्छौँ, निरीक्षणमा जान्छौँ, त्यहाँबाट हामीले किन तपाईँ पठाइदिनु भएन भनेर सोध्छौँ। एउटा त्यो कुरा भयो। अर्को, प्रदेश सरकारबाट विभिन्न किसिमका सहुलियतहरू स्थानीय तहमा जान्छ। प्रदेश सरकारले यसमा थोरै स्थानीय तहलाई तपाईहरु यो छिटो गर्नुस् भनेर भनिदिन सक्ने भयो। एउटा त सहुलियत अनुदानका कुराहरू जान्छ, त्यो मार्फत प्रदेश सरकार र स्थानीय तहको समन्वय भइरहेको हुन्छ। त्यसकारणले गर्दा एउटा प्रदेश सरकारले त्यो चिज गरिदिन सक्ने भयो। तेस्रो कुरो, नागरिक समाजले गएर आफ्नो पालिकामा गएर समृद्धि सबैका लागि हुन्। समृद्धि चाहिएको छ, सबैलाई समृद्धि चाहिएको छ। समृद्धि जबसम्म तपाईसँग प्रतिस्पर्धी जनशक्ति हुँदैन, जबसम्म तपाईको युवामा प्रतिस्पर्धा गर्ने मनोविज्ञान डेभलप हुँदैन, जबसम्म तपाईँ करारमा राखिरहनुहुन्छ, कहाँबाट उसलाई प्रतिस्पर्धा गर्ने मनोविज्ञान डेभलप हुन्छ? त्यसकारण तपाईँ आफ्ना बच्चालाई प्रतिस्पर्धी बनाउन चाहनुहुन्छ भने जुन कानुनले नदिएको करारमा हो त्यो तपाईँ बन्द गर्नुस्, इमिडिएटली बन्द गर्नुस्। कानुनले जे दिएको छ त्यसअनुसार अगाडि बढ्नुस् भनेर नागरिक समाज पनि गएर त्यहाँ एक्टिभ भइदिनु पर्यो। र मिडियाको साथीहरू पनि स्थानीय तहमा गएर तपाईहरूको पदपूर्तिको अवस्था के छ त्यसलाई सार्वजनिक गरिदिनु पर्यो। जब तपाईँले सार्वजनिक गर्न थाल्नुहुन्छ अटोमेटिक त्यो नियन्त्रणमा आउँछ। सार्वजनिकीकरण जुन छ नि त्यो अटोमेटिक नियन्त्रणको औजार हो त्यो, र त्यसको एउटा प्रमुख पिलर मिडिया पनि हुन्छ। त्यसकारण मिडियाको साथीहरूलाई पनि त्यो अनुरोध गर्दछु। यो 4वटा उपाय बताएँ मैले। मलाई लाग्छ यो 4वटा उपायलाई हामीले पहल गऱ्यौँ भने प्रत्येक पालिकाबाट टाइमली माग फारम आउँछ, आयोग पनि सचेत हुन्छ, आयोगको जुन प्रिन्सिपल छ त्यसमा रहेर त्यहाँ हामीले पदपूर्तिको लागि सिफारिस पनि गरिदिन्छौँ। मतलब यस कुराले अलिकति के पनि प्रश्न हुन्छ भने प्रदेश सरकार र स्थानीय सरकार बीच समन्वयमा अलिकति कमी कमजोरी देखियो, कतै थोरै देखिएको छ। के देखिएको छ भने अब हुन त हामीले संहिताको अभ्यासमा छौँ, अहिले नयाँ छ। एउटा प्रदेश समन्वय परिषद भन्ने छ। त्यो प्रदेश समन्वय परिषदमा स्थानीय सरकार सञ्चालन कानुनले त्यो व्यवस्था गरेको छ। त्यसमा मुख्यमन्त्रीजी हुनुहुन्छ, मलाई लाग्छ सबै पार्टीको संसद दलको नेता पनि हुनुहुन्छ त्यसमा, अनि प्रत्येक पालिकाको मेयर, उपमेयर र प्रशासकीय अधिकृत हुनुहुन्छ। त्यो एउटा छलफल गर्ने थलो हो। त्यसको मिटिङ चाहिँ भइरहेको हुन्छ। एकचोटि यसभन्दा पहिले माननीय मुख्यमन्त्रीजीले मलाई फोन गर्नुभएको थियो। हामी चाहिँ प्रदेश समन्वय परिषदको बैठकमा गएका थियौँ। त्यहाँ चाहिँ नि प्रदेश लोकसेवा आयोगले पदपूर्ति गरिदिएन भनेर गुनासो आएको छ, अध्यक्षजी के छ भनेर भन्नुभयो। अनि मैले उहाँलाई भनेको थिएँ होइन, प्रदेश लोकसेवा आयोगमा माग फारमै नआएसम्म कसरी हामीले पदपूर्ति गरिदिन्छौँ? एउटा दुईटा माग फारम एउटा दुईटा पालिकाको आएको होला, हामी माग फारमका लागि प्रतीक्षामा छौँ। माग फारम आउनासाथ कलेक्ट गरेर हामी अगाडि बढाउँछौँ भनेपछि एउटा प्रदेश समन्वय परिषद जुन छ त्यसलाई पनि एक्टिभली लैजाने, र त्यो एक्टिभली लैजानको लागि चाहिँ नि त्यो एक्टिभली लैजाने मेकानिजम भनेको फेरि हाम्रो मुख्यमन्त्रीकै ठुलो कन्ट्रिब्युसन हुन्छ जस्तो लाग्छ मलाई। सचिवालयको ठुलो कन्ट्रिब्युसन हुन्छ। त्यसकारणले गर्दा त्यो एउटा स्थानीय तह र मुख्यमन्त्री दुईटैको राम्रो समन्वय हुनुपर्छ। र त्यो प्रदेश समन्वय परिषदको कम्तीमा भएन भने पनि 3 महिनामा एकचोटि बैठक बस्नुपर्छ। त्यो बस्यो भने त्यो प्रदेश समन्वय परिषदको बैठक त्रैमासिक रूपमा बस्दियो भने यो राम्रो समन्वय प्रदेश सरकार र स्थानीय तहको भएर जान्छ। त्यहाँ गइसकेपछि विभिन्न किसिमका कुराहरू त्यहाँ छलफल हुन्छ।
योभन्दा अगाडि हामीले यही खास गरी यो भ्याकेन्सीकै बारेमा लगभग 1-2 वर्ष अगाडि तत्कालीन स्वास्थ्य मन्त्री शत्रुघ्न सरसँग हामी कुरा गर्दा उहाँले के भन्नुभयो भने हाम्रो कानुन त्यस्तो बनेको छैन, त्यस कारणले अहिले विज्ञापन भइरहेको छैन स्वास्थ्यतर्फ। यो के हो यसमा होइन त्यस्तो विषय छैन। अब यहाँ तपाईँलाई म देखाउँछु, यहाँ हेर्नुहोस्, यो स्थानीय सरकार सञ्चालन स्थानीय सरकार सेवा स्थानीय सरकार गठन तथा सञ्चालन ऐन 2081 आएको छ। यसले स्थानीय तहमा सबै पदपूर्ति गर्ने अधिकार, सबै पदपूर्ति गर्ने व्यवस्था गरेको छ। यही हेर्नुभयो भने यहाँ प्रदेश निजादस्य ऐन छ, यसभित्र स्वास्थ्य सेवाका कर्मचारीहरूलाई कसरी पदपूर्ति गर्नुहुन्छ, कसरी तहवृद्धि गर्नुहुन्छ, सबै व्यवस्था गरिदिएको छ। हाम्रो ग्याप कहाँनिर छ भने जुन जनशक्ति रिक्त छ त्यो रिक्त दरबन्दीको माग फारम पठाउनलाई आश्चर्य लाग्छ तपाईँलाई। मैले भोलि विज्ञापन गर्ने हो, आज बेलुका माग फारम आउँछ। हेर्नुहोस्, अहिले तपाईँलाई सुनाउँछु। केही दिन पहिले के हो भने अधिकृत 7औं तहको माग फारम गऱ्यौँ हामीले। 7वटाको माग फारम मलाई लाग्छ प्रशासनको 7औं तहको थियो। 7वटा मूल माग फारम आउँदा 7वटा आयो, थप्ने बेलामा 13वटा आइदियो। हेर्नुहोस्, 13वटा थपिदिनुहोस् भनेर जब सबैतिरबाट कुरा भए, मिडियामा यो कुरा गए, अनि 13वटा थपिदिनुहोस् भनेर आयो। हेर्नुहोस्, फरेस्ट अफिसरको विज्ञापन गरेका थियौँ हामीले, मलाई लाग्छ त्यो पनि 7-8वटा कतिवटा विज्ञापन भएको थियो। जब थप्ने कुरा आयो 15वटा आइदियो। 15वटा प्रारम्भिक माग फारम आयो। जतिखेर हामीले जाँच लिने प्रारम्भिक व्यवस्था गर्दै थियौँ त थप्ने हिसाबले 30वटा आइदियो। ल भन्नुहोस्, अब 30वटा माग, 15वटा चाहिँ नै सुरुको माग फारम आउने, अनि 30वटा थप्ने माग फारम आइदिएपछि अब त्यसको लागि पुनः विज्ञापन गर्नु पर्यो परेन? तपाईँले 2टा छ भने एउटा तपाईँ थपिदिनुहोस्, 3टा छ भने एउटा तपाईँ थपिदिनुहोस्। त 15वटा तपाईँको मूल माग फारम छ, अनि 30वटा तपाईँ माग फारम पठाइराख्नुभएको छ। त 30वटाको माग फारमको तपाईँले प्रतिशत निर्धारण गर्नुभयो भने विभिन्न क्लस्टरभित्र पर्छ। ती क्लस्टरहरूसँग हामीले न्याय गर्नुपर्छ पर्दैन? त्यो क्लस्टरलाई हामीले जाँच लिने कि नलिने, जसका लागि राज्यले प्राथमिकता तोकेको छ, त्यो आयोगको प्राथमिकतामा पर्छ पर्दैन? आयोगले त्यसलाई प्राथमिकतामा बुझेर तपाईँको सुरुमा जुन 15वटा थियो, अर्कोचोटि 30वटा आयो, त्यसको अर्को नेक्स्ट विज्ञापन गरेको छ। त्यस कारणले मूल चिज के छ भने जो सम्बन्धित निकाय छ उसको रिक्त दरबन्दी जे छ त्यसले टाइमली आयोगमा माग फारम पठाइदियो भने, अनि त्यसपछि हो तपाईँले आएर मलाई भन्न सक्नुभयो, सर तपाईँ कहाँ माग फारम आइसकेको छ, तपाईँले विज्ञापन गरिदिनु भयो। मैले तपाईँलाई सुनाएँ, हामीसँग 2200 माग फारम आयो। 2200मा प्रदेश सरकारको 297 माग फारम आयो। 297को 297 मैले विज्ञापन गरिसकेको छु। अनि त्यसपछि 263वटा 7औं तह र 9औं तहको स्थानीय तहको आयो। 263को 63 विज्ञापन भइसकेको छ। 779 भनौँ न 800वटा माग फारम 5औं तहको आयो। त्यो हामी विज्ञापन गर्ने क्रममा छौँ। एउटा पनि माग फारमलाई आयोगले बाँकी राखेन। त्यसमा माग फारम पठाउँदा कसैको सेवासँग मिलाएको छैन, कसैको कुरै कुरा मिलाएको छैन, त्यसलाई पनि आयोगले मिलाएर न्यायालय स्थानीय तहको न्यायालय आने स्पेसल तपाईँको कानुनको फ्रेमवर्क तयार गरेर विधिसम्मत किसिमले अगाडि गरिरहेको छ भनेपछि नाउ यु क्यान थिङ्क वेयर इज द प्रब्लम। तपाईँको यो प्रयास राम्रो पनि छ होइन, र तपाईँले राम्रो प्रयास पनि गरिरहनु भएको छ। योपालि तपाईँले लगभग अब स्वास्थ्यतर्फ विज्ञापन खुल्न लागेछ, 5औं 4थो खुलिसकेको पनि छ। अब आगामी वर्षहरूमा यो लोकसेवा आयोगले के कस्तो पहलहरू गर्छन् जसले यो विद्यार्थीहरूले मार्कामा पर्दैन, स्वास्थ्य पढेको विद्यार्थीहरूले मार्कामा पर्दैन, उनीहरूलाई भ्याकेन्सी आउँछ भनेर? तपाईँलाई म भनिदिउँ, स्वास्थ्य सेवाको विज्ञापनको लागि मैले स्वास्थ्य सचिवसँग पटक पटक कुरा गरेको छु। स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसी डाक्टर अङ्कुर शाह हुनुहुन्छ, उहाँलाई भनेको छु। सबै प्रदेश अस्पतालको मेडिकल सुपरभाइजरहरूसँग पनि म समन्वय र सम्पर्क गर्दैछु। उहाँहरू कहाँ जति रिक्त दरबन्दी छ त्यसलाई जति छिटो सकिन्छ त्यति छिटो स्वास्थ्य मन्त्रालयमा पठाइदिउँ। अर्को कुरो उहाँहरूको भनाइ के छ भने हाम्रो 100 बेडको हस्पिटल थियो पहिले, अहिले 300 बेडको हस्पिटल भइसक्यो। हाम्रो 100 बेडको हस्पिटलको लागि जति जनशक्ति थियो त्यही जनशक्तिले हामी 300 बेडको हस्पिटल चलाउँदैछौँ भनेर उहाँहरूको भनाइ छ। म के भन्छु भने स्वास्थ्य जस्तो संवेदनशील विषयमा हामीले त्यसो नगरौँ। तपाईँ कहाँनिर गएर अड्कियो त्यो तपाईँ आफ्नो तर्फबाट पहल गर्नुहोस्। मेरो आयोगको सहयोग तपाईँलाई कहाँ चाहियो, आयोगको सहयोग पनि लिनुहोस् र सरकारसँग निरन्तर समन्वय सम्पर्क गरेर यो ओएनएम सदर गर्दै र कतिवटा जनशक्ति कहाँ चाहिन्छ माग फारम पठाउनुहोस्। एउटा त्यो भइरहेको छ। अनि त्यसपछि अर्को चाहिने हामी अब केही दिनपछि यो प्रत्येक अस्पतालमै गएर पनि निरीक्षण टोली पठाइदिएर त्यहाँ कति दरबन्दीको अवस्था के छ त्यो पनि सङ्कलन गर्ने त्यसमा जान्छौँ, योजना बनाएर अगाडि बढ्छौँ। त्यसमा यत्रो ठुलो प्रादेशिक अस्पताल जसमा
स्वास्थ्यकर्मी धेरै नभएको कारण धेरै पटक समस्याहरू पनि आउने गर्छन् होइन, लापरवाही पनि धेरै हुने गरेको छ। करारमा त्यहाँ कर्मचारी भर्ना गर्छन्, करारमा भ्याकेन्सी खुलाउन सक्छन् प्रादेशिक अस्पतालले, त्यो माग फारम किन पठाउन सक्दैनन्? होइन, अब यो बहुत जटिल प्रश्न सोध्नुभयो। मलाई लाग्छ यो तपाईँ यसको उत्तर तपाईँलाई आफै थाहा छ। अब आयोगको अध्यक्ष भएपछि मैले यो भन्दिनँ, तर म के भन्छु भने करारमा गैर कानुनी किसिमले भर्ना नगरिदिनुहोस्। कानुन यहाँ छ, कानुनले करारको कानुन छैन सर, मतलब भर्ना गर्नु हुँदैन। करारमा यो जुन यसले दरबन्दी तय गरेको छ, जुन नियमित सेवा छ त्यसमा करारमा भर्ना गर्नु हुँदैन, पाउँदैन, कानुनै छ। तर दिनहो पालिकाहरूले स्थानीय तहमा करार भ्याकेन्सी निकालिरहेको हुन्छ। फेरि अब त्यो त पालिकासँग गएर तपाईँले सोध्नुपर्ने भयो, किनभने म आयोगको अध्यक्ष भएर म यो कुन पालिकाले के गर्यो भन्ने कुरातिर जानुभन्दा पनि प्रत्येक पालिकाको प्रशासकीय अधिकृत, प्रत्येक पालिकाको पालिका प्रमुख लगायत उपप्रमुख लगायत सम्पूर्ण पदाधिकारीसँग विनम्र आग्रह के गर्छु भने हामी जनताका सेवाका लागि छौँ। जनताले उत्कृष्ट सेवा कसरी पाउँछ भन्ने विषय छ र जनताले उत्कृष्ट सेवा पाउने डोर ह्यान्ड भनेको पालिका हो। त्यस कारणले तपाईँको जनशक्ति उत्कृष्ट हुनु पर्यो। त्यसमा पनि स्वास्थ्य जनशक्ति त सबैको उत्कृष्ट हुनु पर्यो, तर स्वास्थ्यको जनशक्ति मानिसको जीवनसँग जोडिएको हुन्छ। त्यस कारणले त्यो त उत्कृष्ट मात्रै उत्कृष्ट हुनुपर्छ र त्यसै कारणले गर्दा कानुनले पनि त्यो स्वास्थ्य सेवाको कर्मचारीहरूलाई करारमा भर्ना नगर भनेर पनि व्यवस्था गरेको होला जस्तो लाग्छ मलाई। त्यस कारणले नियमित र थायी दरबन्दी जति तपाईँ कहाँ छ त्यसलाई चाहिँ नि गैर कानुनी किसिमले भर्ना नगरौँ, गर्नुभएछ भने पनि तत्काल त्यसलाई हटाइदिएर लोकसेवा आयोगमा माग फारम पठाइदिनुहोस्। लोकसेवा आयोगले छुट्टै भए पनि विज्ञापन गरेर तपाईँलाई पदपूर्ति गरिदिन्छ। सर, अन्तिम प्रश्न, जसले स्वास्थ्यतर्फ तयारी गरेर बसेको छ होइन, त्यो आफ्नो अध्ययन पुरा गरेर लोकसेवाको तयारी गर्न पर्खिरहेको छ, ती विद्यार्थी साथीहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ? होइन, म उहाँहरूलाई के भन्छु भने तपाईँ आफ्नो पढाइलाई निरन्तरता दिनुहोस्, हतोत्साह नहुनुहोस्, तपाईँ आफ्नो प्रतिस्पर्धाको लागि तयारी गर्नुहोस् र आयोग अगाडि बढिरहेको छ। आयोगले माग फारम सङ्कलन गरेर तपाईँहरूलाई यो अवसर दिने पूर्ण प्रयत्न गर्छ। सरकारलाई पनि म विनम्र आग्रह गर्न चाहन्छु, उहाँहरूले तयारी गरिरहेको छ, हामीले इन्स्टिट्युसन खोल्यौँ, एजुकेसन दियौँ, प्रतिस्पर्धाका लागि तयारी पनि गरिरहेको छ, उहाँहरूको आवश्यकता पनि बोध भएको छ। तपाईँ एउटा अस्पतालमा जानुहोस् त, एउटा पेसेन्ट जहाँ तपाईँ हेर्नुहोस् त कति ठुलो लाइन छ त्यहाँ पेसेन्टको, त्यसलाई आखिर सेवा त दिनै पर्छ नि। त्यसकारण त्यस किसिमको जनशक्तिको तयारी गरेर हामीले स्वास्थ्य सेवा दिनुपर्ने हुन्छ। त्यसमा चाहिँ नि ओएनएम त्यहाँ सुनिन्छ, अस्पतालहरूले ओएनएम बनाएर स्वास्थ्य मन्त्रालयमा दिएको छ। स्वास्थ्य मन्त्रालयको लाई पनि आग्रह गर्न चाहन्छु, ओएनएम उहाँहरूको छ भने त्यसलाई पुनरावलोकन गर्नुपर्ने हो, पुनरावलोकन गरेर जहाँबाट हुन्छ त्यहाँबाट स्वीकृत गराइदिएर त्यो रिक्त दरबन्दीहरू प्रदेश लोकसेवा आयोगमा पठाइदिउँ। त्यसको पदपूर्तिको सिफारिस लोकसेवाले गरिदिन्छ। त्यसले गर्दा हामीले उत्कृष्ट सेवा पनि प्राप्त गर्छौँ। हाम्रो दायित्व पनि त्यही हो, त्यसलाई चाहिँ एकदम जानकीजीको नाम लिएर त्यसलाई पालना गरौँ। धेरै राम्रोसँग तपाईँले कुरा बुझाउनु भयो सर, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँलाई पनि भाइ मैले धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने तपाईँ पहिलो मिडिया हो जो यो चासोको विषय राख्नु मलाई अत्यन्त खुसी लागेको छ। तपाईँको मिडियाबाट कति मैले पब्लिकलाई बुझाउन सकिनँ त्यो मलाई थाहा भएन, तर एटलिस्ट मैले केही कुराहरू तपाईँको माध्यम राख्ने अवसर प्राप्त गरेको छु। एकदम हृदयदेखि तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु। म अध्यात्मसँग जोडिएको मान्छे हो। म तपाईँको मिडिया मार्फत सबैजनालाई भन्छु, योगाभ्यासमा जुरौँ, प्राणायाममा जुरौँ, मेडिटेसनमा जुरौँ, एक्सर्साइजले आफ्नो डेली लिभिङ जीवनशैलीको एउटा पद्धति बनाऊ। यति भन्दै मैले आफ्नो सानो बानीलाई यहीँ विश्राम दिन्छु र सबैजनालाई म हरिओमको हार्दिक अभिवादन गर्छु। हरिओम। धन्यवाद। दर्शकवृन्द, हामीसँग हुनुहुन्थ्यो लोकसेवा आयोग मध्य प्रदेशका अध्यक्ष शिवराम यादव। तपाईँहरूको जति समस्या र प्रश्नहरू थियो, खास गरी स्वास्थ्यतर्फको साथीहरूको, ती सबै समस्या र प्रश्न मैले आज शिवराम सरसँग राखेँ र तपाईँहरूले पक्कै पनि धेरै प्रश्नको उत्तरहरू पाइसक्नु भएको होला। दिव्या क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर स्त्री तथा प्रसुति रोग तथा निसन्तान सम्बन्धी सबै किसिमको समस्याको समाधान अब एकै छानामुनि गरिन्छ। विगत 10 वर्षदेखि बढीको अनुभव रहेको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर ब्रिजमोहन कुमार रजकले सेवा दिँदै आएका छन्। हाम्रो सेवाहरू पिसिओडी, पिसिओएस, पिआइडी तथा महिलाहरूलाई समयमा महिनावारी नहुनु, तल्लो पेट दुख्नु, ढाड दुख्नु, सेतो पानी बग्नु जस्तो गम्भीर समस्याहरूको सम्पूर्ण इलाज गरिन्छ। दिव्या क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर स्त्री तथा प्रसुति रोग
विशेषज्ञ डाक्टर ब्रिज मोहन कुमार रजक, जनकपुर धाम 10 धनुषा प्रादेशिक अस्पतालको पूर्वपट्टिको गल्लीमा। सम्पर्क नम्बर 9861 1472 01, 9861 1472 02, 041 59 1077।